सम्पूर्णमा नमस्कार। आज हामी फागुन 21 गते हुने निर्वाचनको सन्दर्भमा स्याङ्जा क्षेत्र नम्बर 2 को 5वटा पालिका भित्र पर्ने 45वटा वडामा टोलहरूमा भेटघाट गर्ने, त्यहाँको आदरणीय जनसमुदायसँग भेटघाट गर्ने, राय सुझावहरू सङ्कलन गर्ने, त्यो चाहे पार्टीप्रति होस्, चाहे स्वयं उम्मेदवारप्रति होस्, चाहे त्यहाँको विकास निर्माणको सन्दर्भमा किन नहोस्, त्यो सङ्कलन गर्ने सन्दर्भमा आज हामी गलेङ नगरपालिका वडा नम्बर 6 को चिर्तुङ भन्नेमा आइपुगेका छौँ। म यहाँ उपस्थित सम्पूर्ण चिर्तुङवासी आदरणीय दाजुभाइ दिदीबहिनीहरू, बुवा आमाहरू र यो अभियानको नेतृत्व गरेर यहाँ पाल्नुहुने पूर्व माननीय मोहन रेग्मीज्यू, पूर्व माननीय महेन्द्र थापाज्यू, संस्थापक मेयर साहब गलेङ नगरपालिकाका उपराज अधिकारीज्यू लगायत वडा र वडाका जनप्रतिनिधि साथीहरू लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहनुभएका सम्पूर्ण साथीहरू सबैलाई म पार्टी केन्द्रीय कमिटीको तर्फबाट, सूर्य ध्वजावाहक उम्मेदवारको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन सहित नमस्कार व्यक्त गर्न चाहन्छु। सबैलाई सम्मान व्यक्त गर्न चाहन्छु। आज हामी यहाँ आएको कुरा अघि सहजीकरणको क्रममा टिकारामजीले धेरै कुरा बताउनु भएको छ, तपाईँहरूलाई पनि थाहा छ। हामी सारमा भन्दा अघि मैले पनि भने विकास निर्माणको सन्दर्भमा अथवा पार्टीको सन्दर्भमा, स्वयं उम्मेदवारको सन्दर्भमा केही सुझावहरू छन् भने पनि राय सुझावहरू सङ्कलन गर्ने र परिचयसहित मत माग्ने, सूर्य चिन्हमा मत माग्नलाई हामी यहाँ आइपुगेका छौँ। आजको मुलुकको स्थिति, यो मुलुकको स्थितिको बारेमा मैले धेरै व्याख्या गरिराख्नु पर्दैन। अत्यन्त जटिल परिस्थितिबाट मुलुक गुज्रिराखेको छ। राजनीति अस्थिर भयो भने मुलुकमा सबै चिजको अस्थिर हुन्छ भन्ने कुरा मैले बताइराख्नु पर्दैन। तपाईँहरूले भोगिराख्नु भएको छ, देखिराख्नु भएको छ। त्यो अस्थिर स्थितिलाई अथवा यो तरल स्थितिलाई सहज रूपमा पुर्याउनु लागि नेकपा एमालेले फागुन 21 गते हुनेको निर्वाचनमा भाग लिएको कुरा तपाईँहरूको बिचमा राख्न चाहन्छु। र त्यहाँ भाग लिइरहँदा किन नेकपा एमालेलाई यसपटक मतदान गर्ने अथवा सूर्य चिन्हमा मतदान किन गर्ने भन्ने सन्दर्भमा मुलुक यति बेला मुलुकलाई जोगाउने कि जलाउने अथवा मुलुकलाई बचाउने कि जलाउने बिचको ठुलो द्वन्द्व चलिरहेको छ। मैले धेरै भूमिका बाँधिराख्नु पर्दैन। बचाउने पक्षमा अथवा जोगाउने पक्षमा मतदान गर्नको लागि हामी आम जनताको बिचमा, आम मतदाताको बिचमा यसपटक नेकपा एमालेलाई र नेकपा एमालेको उम्मेदवारलाई अथवा नेकपा एमालेको प्रतिनिधिलाई मतदान गर्नुहोस् भनेर हामी जनताको बिचमा पुगिरहेका छौँ। त्यही क्रममा आज हामी यहाँ पनि यो चिर्तुङमा पनि आइपुगेका छौँ। किन त कसरी जलाउने, कसरी बचाउने भन्ने सन्दर्भको कुरा पनि तपाईँले देख्नु भएको छ। गत भदौ 23 र 24 गते घटना घट्यो। त्यो घटना एउटा आन्दोलन अथवा एउटा माग लिएर सुरु भएको सामान्य मागहरू थिए, जो नेकपा एमाले पनि अगाडि बढेर राखेको। सुशासन र भ्रष्टाचार सन्दर्भमा नेकपा एमाले चालेको अभियान, त्यो माग जेनजीहरूको माग थियो। त्यति बेला तत्कालीन अवस्थाको सामाजिक सञ्जाल त्यो बन्द नगर्ने भनेको थियो नेकपा एमालेले अथवा तत्कालीन सरकारले पनि त्यो बन्द गर्ने कुरा गरेको थिएन। निगमन गर्ने कुराको सुरुवात गरेको थियो, त्यही भनिराखेको थियो। अर्थात् सरकार जुन मुलुकमा त्यो काम, त्यो कम्पनीले काम गर्छ, त्यो सरकारको अन्डरमा रहनुपर्छ भनेर भनिराखेको थियो। त्यति कुरा भनिराखेको थियो। तर त्यो आन्दोलनको भोलिपल्ट अर्कै मोड लियो। त्यति बेलैदेखि दिउँसोदेखि नै अर्कै मोड लियो, जसको कारणले निर्वाचित प्रतिनिधि सभा, निर्वाचित सरकारलाई अपदस्थ भयो। निर्वाचित प्रतिनिधि सभा विघटन भयो र संविधानभन्दा बाहिरबाट सरकार बन्यो। सरकार संविधानभन्दा बाहिरबाट बन्यो। सरकार कसले बनायो भन्दा पनि नेपालीले भन्दा विदेशी हस्तक्षेपको कारणले सरकार बन्यो। त्यही कारणले पनि त्यो हस्तक्षेप रोक्नुपर्छ, हस्तक्षेपलाई रोक्नुपर्छ भन्ने हिसाबमा अथवा त्यसको पक्षमा उभिनलाई